ओहो नम्बरी साह्रै थकाइ लाग्यो। एकैछिन यसो थकाइ मेट्ने हो कि नम्बरी? हो त नम्बरी, बसौँ न त बसौँ। ए नम्बरी हेर्नुहोस् न, कति राम्री नानीहरू हुन्। यसो बोली मिसो मिलाउने हो कि? एउटीलाई त मैले चिने जस्तो लाग्यो है नम्बरी। साँच्चै मैले पनि चिने जस्तो लाग्यो। ए नम्बरी हस्पिटल मुख्य माया मिजा साइली मानेर साइली 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 हो। हजुर कसरी चिन्नु भयो मलाई? थियो होला नि त पहिले कतै कतै। तपाईँ त रुद्रपुर वनकसियाको मुख्य माइलाको छोरी साइली होइन र? हो नि, तपाईँ पनि दियो बजारको मैथानी लाउरी साइला होइन र? हो साइली हो। भर्खरै आउनुभएको रहेछ। कति महिनाको छुट्टी? 1 महिनाको हो है। हो हामी 1 महिनाको छुट्टी आएका छौँ। ए साइली कस्तो संयोग जोडेको है। आजै उकेबाट लाउरेहरू आउनु भएको, हाम्रो गाउँमा कौरा नचाउने सल्लाह पनि भएको। हो त नि, तपाईँ पनि आउनुहोस् है हाम्रो गाउँमा आजको कौरा नाच्न। ओहो नम्बरी मौका पो छोड्यो त। हो त नि, धेरै वर्ष भएको थियो रङ्गरसा नगरेको पनि। कौरा नै नाच्ने भए त आउने हो नि। पक्का आउनुहोस् है आज। ढाँटेको पो हो कि? पक्कै आउँछौ क्या? कसम आउँछौ क्या? कौरा नृत्य मगर समुदायको एक प्रमुख लोक नृत्य हो। चैत वैशाख र जेठको सुखयाममा कौरा नृत्य विधिवत तरिकाले पुरुषहरूले गाउने र अविवाहित युवतीहरूले नाच्ने गरिन्छ। एक गाउँको भान्जीहरूले अर्को गाउँको मामाहरूलाई विभिन्न कोसेली सहितको निम्तो दिएपछि मामाहरू कान रहा है भान्जीको भन्दै रोदी आउँछन्। भान्जीहरू मामाहरूलाई सत्कार गरिसके पश्चात कौरा नाच्न तल्लीन हुन्छन्। कौराको खालमा एकजना प्रमुख गायक हुन्छ। प्रमुख गायकले गीत उठान गरिसके पश्चात अरूले छोप्न पाइन्छ।